तपाईँले चिने हुन्छ त दुईटा त तपाईँले गर्नु पार्नलाई चाहिँ सल्लाह गर्नु पर्यो नि म कुन चाहिँ एसन गर्ने गर्नु के फरक पर्छ र उनीहरू भनेको हो गालासाला पड्काइदिन्छु त्यहाँ मैले भने भन्दा बाहिर म अस्ति हुन्छ भने त्यो बोलाउनु त हुन्छ त्यो कुरा उता मिलाउनु मबाट सजिलो अनि त्यो फेरि इभिनिङ तिमीले निकाल्दाखेरिमा मलाई सोधेर निकाल्नु त्यतिकै त हुँदैन इन्जिनियरले गर्ने बिल्डिङ डकुमेन्ट हामीले गर्ने होइन उनीहरूले इन्जिनियरले गर्छ म खर्किटाइको लागत मूल्याङ्कन बनाएर यहाँ मैले भने अनुसार गर्दा चाहिँ के समस्या त्यसो अहिले नगरे हुन्छ त्यसमा केही काम छैन यिनीहरूले पठाएर हेरेर मात्रै अनि गर्ने अलिक काम गर्नु नसक्नु त्यो ऊ चाहिँ बनाइरहेको केही पनि झोला बोकेर पठाइदिइहाल्ने काम छैन त्यो भने भन्दा मैले भने इडिटिङ गरेर त्यसमा पाउनु मैले भनेको गर्दा अनि अहिले इडिटिङ गरेर तिनीहरू थाहा हुन्छ र हजुर हालिदिन्छ अनि हामीसँग पाउँछ सुरुमा एउटा कुरा सोचौ है मानौ एउटा फुटबल म्याच चलिरहेछ अनि अचानक फुटबल म्याच हो अनि अचानक रेफ्रीले नै आफ्ना लागि नियम बदल्न थाल्यो खेलाडीलाई धम्क्याउँदै भन्यो मैले भनेको मानिनस् भने मैदानबाट निकालिदिन्छु त्यस्तो बेला खेलको हालत के होला बाफ्रे त्यो त पुरै भद्रगुल हुन्छ नि खेल त खेल्ने रहँदैन नि हो नि अनि आज हाम्रो यो डीप डाइभमा हामीले हेर्न लागेको विषय पनि ठ्याक्कै यस्तै छ स्थानीय तहको सुशासनसँग जोडिएको एउटा एकदमै गम्भीर भिडियो बाहिरिएको छ हजुर हामीले त्यो स्रोत सामग्री हेर्यौं दादिङको सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतिवाडाको एउटा भिडियो भर्खरै सार्वजनिक भएको छ हैन त एकदम लगभग 1 मिनेट 33 सेकेन्डको भिडियो छ त्यो उहाँ सूट र ढाका टोपीमा चिटिक्क परेर बस्नुभएको देखिन्छ तर उहाँको बोली सुन्दाखेरि उहाँको बोली र शैली त कुनै सडकको डनको जस्तो पो सुनिन्छ त भिडियो हेर्दा जो कोही पनि झस्किन्छ उहाँले कर्मचारीलाई गाला चड्काइदिने र झोला बोकाएर पठाइदिने भनेर धम्की दिनुभएको छ त्यो झोला बोकाएर पठाइदिने भनेको सरुवा गरिदिने धम्की हो र स्रोतका अनुसार यसको मुख्य कारण भनेको ई-बिडिङ प्रक्रिया र इन्जिनियरको एस्टिमेट हो यहाँनिर म अलिकति रोक्न चाहन्छु है यो ई-बिडिङ र इस्टिमेटको कुरा चाहिँ किन यति धेरै विवादित भएको होला किनकि यसो सुन्दा त अध्यक्ष आफै कार्यकारी प्रमुख हुन् उहाँलाई आफ्नो ठाउँको विकासको निर्णय आफै गर्न पाउनुपर्छ जस्तो लाग्न सक्छ हो नि अनि किन कर्मचारीसँग यत्रो झगडा परेको त कुरा के हो भने नि ई-बिडिङ भनेको ठेक्कापट्टाको काम अनलाइनबाट गर्ने प्रणाली हो पहिले के हुन्थ्यो भने म्यानुअल टेन्डर हुँदा डोनरहरूले फर्म नै च्यातिदिने गर्थे हैन हो त नि आफ्ना मान्छे लगाएर अरूको फर्म च्यातिदिने र आफ्नै खल्तीका ठेकेदारलाई काम दिने गरिन्थ्यो ई-बिडिङले गर्दा त्यो बाटो बन्द भयो भनेपछि अनलाइनले गर्दा सडकको दादागिरी बन्द भयो एकदम तर भिडियोले के देखाउँछ भने नि त्यो दादागिरी अब सडकबाट सिधै सरकारी कार्यालयभित्र पसेको छ अध्यक्षले सिधै हस्तक्षेप गर्न नसकेपछि प्राविधिक कर्मचारीमाथि रिस पोखेको देखिन्छ ओहो अनि त्यो इन्जिनियरको एस्टिमेटको कुरा नि त्यसले के फरक पार्छ र फरक पार्छ नि एस्टिमेटले नै ठेकेदारको नाफा कति हुन्छ भनेर तय गर्छ यदि कर्मचारीलाई थर्काएर लागत बढाउन लगायो भने त हो लागत बढाएर वा कामको परिमाण घटाएर एस्टिमेट पास गराउन सकियो भने ठेकेदारले कामै नगरी धेरै नाफा कमाउन सक्छ नि त बाफ्रे यसको सोझो अर्थ त जनताले तिरेको कर विकासमा होइन सेटिङ मिलाएर कसैको खल्तीमा जाँदैछ भन्ने पो भयो त हो नि अनि त्यही पैसाबाट बनेको गुणस्तरहीन बाटो पहिलो वर्षको झरीमै भत्किने पक्का छ तर यो एउटा मात्र घटना त पक्कै होइन होला स्रोतमा अरू कुरा पनि त थिए नि होइन र थिए नि सिद्धलेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतहरू छोटो समयमै बारम्बार सरुवा भएका उदाहरणहरू छन् भनेपछि नियम मान्न खोज्दा यसै गरी झोला बोकाएर लखेट्ने चलन त त्यहाँ पहिलेदेखि नै रहेछ त्यो एउटा प्रवृत्ति नै बनिसकेको देखिन्छ र झन् डरलाग्दो कुरा के छ भने नि के कुरा कर्मचारीलाई मात्र होइन बाहिरका आलोचकलाई पनि छाडिएको छैन विगतमा त्यहाँका शिक्षक सरुवाको बारेमा समाचार लेख्ने पत्रकारलाई समेत तर्साउने काम भएको थियो साँच्चै
पत्रकारले कसरी तर्साए त? प्रेस काउन्सिलमा ब्ल्याकमेलिङ गर्यो भनेर झुठो उजुरी दिएर। यो कुराले के देखाउँछ भने यो एउटा ठेक्काको मात्र विवाद होइन। यो त पुरै प्रणालीमाथि कन्ट्रोल गर्ने र प्रश्न उठाउने जो कोहीलाई चुप लगाउने खेल पो रहेछ। प्रजातन्त्रमा चेक एन्ड ब्यालेन्स भनिन्छ नि। हजुर, नियन्त्रण र सन्तुलन। हो, त्यो सन्तुलन त यहाँ पुरै भत्केको देखियो। नीति बनाउने काम जनप्रतिनिधिको हो, तर कानून अनुसार काम गर्ने त कर्मचारीले हो नि। एकदम सही कुरा गर्नुभयो। जब नियम पालना गर्न खोज्ने प्रशासकले सजाय पाउँछ तब अख्तियार जस्ता निकायले हेरेनन् भने त स्रोत साधनको दोहन मात्र हुन्छ। तर यहाँनिर मलाई अर्को एउटा कुराले एकदमै सोचमग्न बनाएको छ है। अहिलेको प्रविधि हेर्दाखेरि एआईको कुरा गर्न खोज्नु भएको हो नि, के यो भिडियो साँच्चै नै अध्यक्षकै हो त भनेर शङ्का गर्ने ठाउँ पनि त छ नि। आजकल त एआईले जो कोहीको पनि हुबहु अनुहार र आवाज निकाल्न सक्छ। डिप फेक भिडियो प्रविधिको यो युगमा त्यस्तो शङ्का उब्जिनु एकदमै स्वाभाविक हो। कतै यो एआईले नै बनाएको फेक भिडियो त होइन भन्ने प्रश्न पनि त आउँछ नि। र स्रोत सामग्रीले औल्याएको सबैभन्दा खतरनाक पक्ष पनि यही नै हो। यसलाई अङ्ग्रेजीमा लायर्स डिभिडेन्ड भनिन्छ। लायर्स डिभिडेन्ड भनेको झुट बोल्नेलाई फाइदा हो। अहिले विश्वभरि नै भ्रष्ट नेताहरूले एआईलाई एउटा गतिलो बहाना बनाएका छन्। भिडियो साँच्चीकै भए पनि यो त एआईले बनाएको हो भनेर पन्छिन सजिलो भएको छ। भनेपछि स्थानीय तहमा पनि अध्यक्षले यही एआईको बहाना बनाएर उम्किन सक्ने गम्भीर आशंका छ, होइन त? एकदम। मेरो आवाजै होइन, एआईले बनाएको हो भनिदिएपछि त सक्यो नि। बाफ्रे, निकै गम्भीर मोड पो आयो त। एकातिर रेफ्री आफैले नियम मिचेर खेलाडीलाई निकाल्ने धम्की दिइरहेको छ, अर्कोतिर भिडियो प्रमाण देखाउँदा मैले सिट्ठी फुकेकै होइन, यो त एआईको काम हो भन्ने सुविधा पनि उसैसँग छ। साँच्चै प्रविधिले गर्दा सत्य लुकाउन झन सजिलो पो हुँदै गएको छ। हो नि, यदि प्रविधिको बहाना बनाएर गल्ती लुकाउन यति सजिलो छ भने भविष्यमा सत्यको पहिचान कसरी गर्ने होला? यो त साँच्चै गहिरो प्रश्न हो। अनि हाम्रा स्थानीय सरकारहरूलाई कसरी साँच्ची नै जवाबदेही बनाउने? यो सायद हामी सबैले सोच्नुपर्ने अबको सबैभन्दा ठूलो चुनौती हुनेछ।